ओके, शिवा फुयालजीको नन्दले पिक्सर एजुकेसनबाट चाहिँ प्रोसेसिङ गर्नुभयो। त्यसपछि यहाँको सबै सर्भिस मन परेर उहाँले चाहिँ आफ्नो भाउजू शिवा फुयालजीलाई चाहिँ पिक्सर एजुकेसनमा रेकमेन्ड गर्नुभयो र उहाँको प्रोसेसिङ, न्युजिल्यान्डको प्रोसेसिङ पनि पिक्सर एजुकेसनबाट स्टार्ट भयो र फाइनली शिवा फुयालजीको चाहिँ न्युजिल्यान्डको भिजा अप्रुभ भयो। अनि हजुरको इन्ट्रोडक्सन पाउँ न। म शिवा फुयाल हो। म अहिले चाहिँ हाल काठमाडौँमा बस्छु। मेरो पर्मनेन्ट एड्रेस उता काभ्रेको हो। अनि अहिले चाहिँ अब म ब्याङ्कमा जब पनि गरिरहेको छु। मोर देन 8 इयर्स पनि भइसक्यो मेरो ब्याङ्किङ जब। प्लस मैले MBA डिग्री पनि कम्प्लिट गरिसकेको छु। मलाई डबल मास्टर्स डिग्री गर्नु फेरि इन्ट्रेस्ट लाग्यो, त्यो माथि इन्टरनेसनल डिग्री। अनि अब साथीहरूको रिकमेन्डेसन अनि न्युजिल्यान्ड कन्ट्रीमा पनि इन्ट्रेस्ट लागेर अनि अगाडि मैले प्रोसेसिङहरू अगाडि बढाएको। अनि हजुरले भन्नुभयो MBA सकाउनु भएको छ हजुर नेपालबाट, होइन? कहिले सकाउनु भएको थियो MBA? मैले 2018 पास आउट हो मेरो। ओके, 18 भनेपछि लगभग 7 इयर्स जति हजुरको स्टडी ग्याप छ। हजुर सर। अनि अहिले फेरि हजुरले चाहिँ MPA को लागि भिजा अप्रुभ भयो हजुरको, होइन? हजुर सर। सो हजुरको पिक्सरसँग स्टार्टिङमा यात्रा कसरी भयो अनि पिक्सरको सर्भिसहरू कस्तो लाग्यो हजुरलाई? स्टार्टिङमा मेरो नन्द यहाँ आउनुभएको थियो US अप्लाईको लागि। अनि उहाँको रिकमेन्डेसनले गर्दा नै म आएको हो। उहाँले पोजिटिभ फिडब्याकहरू दिनुभएकोले चाहिँ म यहाँ पिक्सर कन्सल्टेन्सीमा म पनि आएँ, इन्ट्रेस्ट देखाएँ मैले। अनि सुरुमै म अरू ठाउँमा पनि जान सक्थेँ, तर सुरुमै म न्युजिल्यान्डको लागि स्याम सरसित भेटेँ। अनि उहाँको कुराहरू सुनेर मलाई राम्रो पनि लाग्यो। उहाँले सुरुदेखि नै मलाई सपोर्ट पनि गर्नुभयो। डकुमेन्टेसनको पार्टहरूमा पनि धेरै सिम्पल रूपमा नै मलाई सजेसनहरू दिनुभयो। त्यही भएको हुनाले अनि मैले पिक्सर कन्सल्टेन्सीबाटै आफ्नो यात्रा सुरु गरेँ र फाइनली मेरो भिसा पनि लाग्यो। ओके, सो हजुरले चाहिँ हाम्रो अफिसको स्याम सरबाट चाहिँ राम्रो गाइडेन्स पाउनुभयो, काउन्सिलिङ पनि राम्रै पाउनुभयो र फाइनली हजुरको प्रोसेसिङ सफलता पनि भयो। हजुर। अनि हजुर न्युजिल्यान्डको कुन युनिभर्सिटी, कुन कोर्समा जाँदै हुनुहुन्छ? म न्युजिल्यान्डको मास्टर अफ प्रोफेसनल एकाउन्टिङ कोर्समा जाँदैछु। अकल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजी जुन अकल्यान्डमा छ, मैले त्यो कोर्सको लागि अप्लाई गरेको। 1 इयर कोर्स हो। शिवा फुयालजीको सक्सेस स्टोरी र उहाँको एक्सपिरियन्सको बारेमा हजुरले सुन्नुभयो। सो हजुरलाई चाहिँ फ्युचरको लागि एकदम भेरी बेस्ट अफ लक हाम्रो पिक्सरको फ्यामिलीबाट। थ्याङ्क यू सर। सो हजुरलाई पनि न्युजिल्यान्ड अप्लाई गर्ने प्लान छ भने चाहिँ न्युजिल्यान्ड एजुकेसनको स्पेसलिस्ट पिक्सर एजुकेसनमा आउनै पर्ने हुन्छ र आफ्नो प्रोसेसिङ अगाडि बढाउनु पर्ने हुन्छ।